아니 다도 상지지고 뭐 탑 맞송게 봐도 자는 추라고 자는 사주면 된게 나 된게지
탑 제받지 인줄 송되어게 얘는 다리 그거 있나요? 하다 담바선 지생 같이 소속 삼는 강투들은 동아제 현내진 그 차별에서 यसरी शुद्धसित विरुद्ध परम्पराहरूलाई स्तुति गरिकन हाम्रो मनलाई सधर्मतर्फ फर्काउन निमित्त प्रार्थनासहित सर्वप्रथम सधर्म श्रवण गर्नका निमित्त एकदमै महत्त्वपूर्ण विषयहरू छन् र विशेष गरेर सर्वज्ञ विज्ञान लोङछेन रचनले जुनसुकै धर्मकर्महरू गर्दाखेरि पनि तीन किसिमको परमले युक्त अनि कल्याणले युक्त अभ्यास चाहिँ गर्न अत्यन्तै जरुरत छ भनेर उहाँले पनि बताउनु भएको छ र विशेष गरेर सामान्यतयामा सबै ज्ञान जस्तै कि तपाईँको चाहिँ श्रव ज्ञान महायान आदि इत्यादि सबैले जो कसले पनि तपाईँको पुण्य कुशल कर्म गर्नका निमित्त चाहिँ यो तीन कल्याणको जुन अभ्यास चाहिँ अत्यन्तै महत्त्वपूर्ण रहेको छ सर्वप्रथम त तीन परम जुन कल्याणको जुन अभ्यास छ त्यसमा चाहिँ बोधिचित्त उत्पाद अत्यन्तै आवश्यक हुन जान्छ बोधिचित्त उत्पन्न गराएमा के हुन्छ भन्दाखेरि चाहिँ एकदमै उपाय कौशलले युक्त भएको कारणले गर्दाखेरि चाहिँ अनि हाम्रो जुन पुण्य कर्मलाई चाहिँ पूर्ण रूपले यसले चाहिँ अर्थसिद्ध बनाउने काम गर्दछ र दोस्रोमा मूल जुन अभ्यासमा चाहिँ दोस्रो मध्यम जुन कल्याणको कुरा जुन आउँछ मूल विषयको कुरा आउँछ अभ्यासको कुरा आउँछ अनि त्यो चाहिँ किन आवश्यकता छ भन्दाखेरि चाहिँ अनि हामीले गरिने जुन पुण्यको अभ्यास छ त्यसमा आइराख्ने विघ्न बाधाहरूलाई हटाउन र अझ तपाईँको धर्मकर्मको अभ्यासलाई चाहिँ दृढ बनाउन चाहिँ मद्दत गराउने गर्छ अनि अन्तको जुन कल्याण चाहिँ के हो भन्दाखेरि पुण्य पालन हुन पुण्य वितरण जुन पुण्य वितरण गर्नाले गर्दा के हुन्छ भन्दाखेरि हामीले सञ्चय गरेको अथवा कमाएको पुण्य चाहिँ नाश नभएको त्यो पुण्य चाहिँ विकास भएर अभिवृद्धि भएर जाने काम सुरु गर्दछ त्यस कारणले गर्दाखेरि पहिलो कल्याण बोधिचित्त उत्पाद मध्यम कल्याण मूल अभ्यास र अन्तमा पुण्य वितरण अथवा पुण्य परिणाम को कल्याण गरी यी तीन किसिमको जुन परम कल्याणको अभ्यास छ यो जुनसुकै तपाईँको चाहिँ सामान्य धर्मको अभ्यासमा होस् व्यक्तिगत धर्मको अभ्यासमा होस् र विशेष गरेर चाहिँ महायानी वचनयानी जुन बुद्ध धर्मको अभ्यासमा चाहिँ यो नहुने किसिमको चाहिँ अभ्यासमा पुग्नुपर्ने तीन किसिमको कल्याण चाहिँ अत्यन्तै एकदमै आवश्यकता हुन्छ त्यस्तै किसिमले हामी एउटा सामूहिक रूपमा जम्मा भएर जसरी अहिले हामी जम्मा भएर चाहिँ एउटा अभ्यासमा प्रवेश गरेका छौँ यो बेलामा पनि यो तीन किसिमको कल्याण अथवा परम अभ्यासको आवश्यकता छ व्यक्ति विशेष आफै घरमा बसेर आफैले एउटा व्यक्ति विशेषले जुन साधना गर्दै हुनुहुन्छ भने त्यसमा पनि यो तीन किसिमको कल्याणको अत्यन्तै महत्त्वपूर्ण आवश्यकता हुन जान्छ त्यस कारणले गर्दाखेरि हामीले साना तिना ठुला जस्तै किसिमको धर्मका अभ्यास गरे तापनि यो तीन किसिमको कल्याणले चाहिँ परिपूर्ण भएपछि हुनुपर्छ यसरी तीन किसिमको कल्याणले युक्त धर्मको अभ्यास गरेमा पुण्य पनि एकदमै अपार असीम हुन जान्छ अनि यस किनकि यसमा चाहिँ कौशल उपायले युक्त छ अनि यो कहिले पनि भ्रष्ट र नाश भएर जाँदैन जबसम्म तपाईँ हामीले बुद्धको ज्ञान प्राप्त गर्दैन तबसम्म चाहिँ यो नाश नभएर जाने अनि नहुने र यसले चाहिँ तपाईँको चाहिँ बोधिपद प्राप्त नभइन्जेलसम्म चाहिँ यसले चाहिँ कल्याण गर्ने भएकोले यो अभ्यासमा चाहिँ तीन किसिमको कल्याण चाहिँ परिपूर्ण हुन अत्यन्तै आवश्यकता छ 담바송지하게 한마디하게 챙기를 아직 짠 것들은 제 만나면은 한데 가가리마도 만차게 챙겨 그랬대 이날만도 배시 동도 보면도 직신과 좀 이래 만도 그 라렌다는 거가 다들 용도 그래 한 라버도 상주 지sem지하게 이네 직 칸만 대시 자라는 거다 저도 también le hago de chale. Y no hay un chico. Realmente la gente
이 젠베 상주 디셈 다 담바스 지나네 지그다 젠베 상주 디셈로 상주 디셈 세야데 라렌 다운데 하데야게 라렌 다 카보지 차데 이 카보지 차데 중생 강에서나 상주 디셈게 상노동동 대다 에네 디긴 가다 다 민주쇼 데니 다 넘버 군도 다 차데 마음 쪽 다들 마음 기분 나면서 좀데 딱 뭐뭐지 이 마구 봐도 싸움 강국에서나 가지나 소소 랑된 이제 그거 다다 제대로 랑된 준비 그거 다다데 다 제대로 마음 쉬고 거네 다시 상주 심시게 가다다 또 대차데 이 중생이 아주 예매 상주의 심시하게 된다 하고는 생기부터 자르마도 가고 되게 용도가 얘네야 즉 소소 상나 땅론지를 마도 가게 짜는 즉 자르면도 가서야도 되게 개장하래 비인데 얘네 저라 심시 상주의 심시해야 돼요 아무도 동비를 진지 가서 아니 상로 땅에 소수 람도 꾸는데 람이 쥐네 아니 젠뱅 생데 제도다 근데 지다 아니 지 니마지 말에 이 말에 양이 양도 강도지 얘는 젠뱅 걸어서야 돼 나만 수수기 제공한테 딱 누구 그런 거 주인이래 지금 나는 또 샘플인데 내가 봐도 딱히 가리 가나 당소나 이 나만 수수기 제공인데 나는 또 샘플이 주인이 인도가 이 인도 나는 또 얘네 태권도를 주어두가라 얘는 뭐도 여러 생식이 지 마신 탐이 차대거든 다들 남은 수줍이 제 맞았나요? 에스카노 동 랑드 샘라 랑드 조치두네 이렇게 그게 탑났던도 얘는 땡땡이 뭐지 쟁매 상주지 샘시한테 다다 남은 저 레동부 가면나 그 제주면 괜찮은 거야 말 그 제주 여대거든 이는 아주 망망 수줍이 이제 맞았나요? 로기 쥐베 보내 아니 이제 미지에 다 보여. तीन किसिमको जुन कल्याणको कुरा गरेको थियो सामान्यतया यसको बारेमा धेरैले बुझेको हुनुपर्छ ज्ञान प्राप्त हुनुपर्छ यदि धर्मको बारेमा श्रवण र शिक्षा प्राप्त नगरेको व्यक्ति हो भने अघि कुरा हो तैपनि यो तीन किसिमको जुन बुद्ध बताएको तीन किसिमको जुन कल्याणको अभ्यास छ यो जब हामीले चाहिँ व्यवहारमा उतार्छौँ त्यतिखेर चाहिँ समस्या हुन जान्छ किन भन्दाखेरि चाहिँ यसको बारेमा व्याख्या गर्ने यसको नाम जपले त जो कहिले पनि गरिन्छ तर जब यो तीन किसिमको अभ्यास चाहिँ व्यवहारमा उतारेर दैनिक जीवनमा यसको चाहिँ अभ्यास गर्दाखेरि चाहिँ त्यतिखेर हामीले चाहिँ समस्या चाहिँ सामना गर्नेछौँ त्यसकारणले गर्दाखेरि यो तीन किसिमको कल्याणको अभ्यासलाई अनि व्यवहारमा उतार्दाखेरि सजिलो हुनको लागि हामीले चाहिँ के गर्नु सकिन्छ त भन्दाखेरि यो कुरा बुझ्न अत्यन्तै जरुरत छ यसको विपक्ष प्रतिकार बुझ्ने भाषामा उल्टा विपरीत त्यो चाहिँ हामीमा भएको स्वार्थीपूर्ण जुन विचार छ म र मेरो भन्ने स्वार्थी विचार त्यो स्वार्थीले चाहिँ के बाधा गर्छ भन्दाखेरि हाम्रो मनमा बोधिचित्त उत्पन्न गर्नमा चाहिँ यसले बाधा हाल्ने काम गर्छ हामी जस्तै कि तपाईँ हामीले विचार गर्नुहोस् हामी दैनिक जीवनमा बिहान उठेकोदेखि बेलुकी नसुतिन्जेलसम्म पहिलो सोच हाम्रो मनमा आउने भनेको चाहिँ म र मेरो भन्ने जुन स्वार्थीपूर्ण विचार हामीमा उत्पन्न हुन्छ अनि हाम्रो दिन करिया चर्या त्यसैमै आधारित भएर चाहिँ त्यो दिनलाई चाहिँ हामीले यापन गर्ने गर्छौँ अब यसको जुन यो स्वार्थीपूर्ण विचार हाम्रो मनमा जब त्यसले ठाउँ लिन्छ अनि त्यसले चाहिँ परोपकारी बोधिचित्तको जुन सोच सङ्कल्प हाम्रो मनमा उत्पन्न गराउनमा चाहिँ बाधा गर्ने काम गर्दछ त्यसकारणले गर्दाखेरि अब दैनिक जीवनमा अनि हामीले चाहिँ के गर्न सक्नु पर्यो भन्दाखेरि चाहिँ
परोपकारी सोच बोधिचित्तको जुन सोच सङ्कल्प हाम्रो मनमा लिएर चाहिँ उत्पन्न गराउनमा चाहिँ हामी एकदमै कोसिस गर्नुपर्ने हुन्छ। यदि कोसिस गर्न थाल्यो भने बिस्तारै बिस्तारै समय अनुकूल बोधिचित्तले पनि तपाईँ हामी पहिलो कदमको व्यक्तिको मनमा पनि बोधिचित्त उत्पन्न हुन्छ र बोधिचित्तले स्थान लिँदछ। अब त्यो लिनको लागि चाहिँ के गर्नु पर्यो भन्दाखेरि दैनिक जीवनमा तपाईँ हामीले आफ्नो मनलाई परिवर्तन गर्नुपर्छ, आफ्नो सोचलाई परिवर्तन गर्नुपर्छ। जति सक्दो यो स्वार्थपूर्ण विचारलाई कम गरिकन परोपकारी सोच सङ्कल्प बोधिचित्त चाहिँ दैनिक जीवनमा 1 दिन 2 दिन 3 दिन हुँदै ध्यान गर्दै गयो भने एक न एक दिन अनि हामीमा बानी पर्दै गइसकेपछि त्यो स्वार्थीपन्न विचार हट्दै जान्छ, बोधिचित्त रूपी सोच सङ्कल्प बढ्दै जान्छ। अनि यो एउटा तपाईँको चाहिँ यसको यथार्थ पनि किन यसको यथार्थ चाहिँ बोधिचित्तले स्थान दिन्छ, बोधिचित्त कायम हुँदै जान्छ भन्नु मतलब नै हाम्रो मनको स्वरूप वास्तविकता नै बोधिचित्तको अवस्था हो। त्यसकारणले गर्दाखेरि यो मनलाई चाहिँ बोधिचित्तको बानी पारेन एक न एक दिन यो बोधिचित्तले चाहिँ तपाईँको मनमा पूर्ण रूपले चाहिँ स्थान दिएर चाहिँ अनि यो बोधिचित्तको मनले स्थान दिन साथ तपाईँको सोचमा परोपकारी अरूलाई फाइदा विशेष पुर्याउने किसिमको सोच सङ्कल्पले चाहिँ ठौलिन्छ अनि त्यसबाट चाहिँ तपाईँको मनमा बोधिचित्त जुन उत्पत्ति गर्न अनि सम्भव हुनेछ। तर पहिलो कदमको व्यक्तिको लागि चाहिँ के चाहियो भन्दाखेरि कोसिस गर्नुपर्छ अनि कस्तो किसिमको उपाय कौशललाई अप्नाएर बोधिचित्तको मन आफूमा चाहिँ कसरी ल्याउने त भन्ने बारेमा चाहिँ हामीले कोसिस गरेर आफ्नो मनलाई परिवर्तन गरेर चाहिँ बोधिचित्त मनमा स्थापना गर्नु अत्यन्तै आवश्यकता छ। 최종 안원석에 되네. 맞지? 남이 이도 와 인식이 쭉 다 기위자 개자게 되거. 다 손음 사과를 되거. 다 기위자 손음 사과 되어 아주 손음 자전거 개자 자전거지. 다 싸움 거기에 그는 타투 산지지 공모탑을 해봐라. 다 까르바 강의 순기 윤 윤타야 진짜기 윤은 어느 사람도 예시 초자적 뭐지 마사나 한 타투 산지 공모대 타투 매화지기 좀 들어가. 이게 다 타르바다 탐지 짐이 공모 간 주나요. 다 개자 자체 뭐지 사투 그거. 이게 지지기 자기가 바람도 상거 있나요? 다 개와 자체 뭐지 죽거기 누사비 나도 상거야 되게. 다 개자 자체 좀 세야 돼. 내가 강기 거는 제발 세거서나 애는 나는 좀 생을 끊어놓을 거네. 애는 개자 자체 동대 세는 거야. 끊어. 얘네 장모세난다. 얘네 끊어. 나 스탄바 자체 뭐 예면 상주 생기게 지신이 되게 끝내는데 애는 아주 다나지 사는만 기분나요. 이 예비 자와 또 상심이 잡아 잡는 거야. 좀세 강에서나 얘네 상주 생기 지신이게 애는 개와지 차대. 나 된대 마인바 소소로니 세대를 대보면 기보면 말한 지고 제 손이 공부하고 누상네 런던 이집트로 얘네 지신네 애니 사 자타 문자 뭐 되나요? 이 기비자한테 되게 상지 공부하기 주로요 주야 말이야. 개자 자체는 가는 차이야 말이야. 강가지 어디 샤 문자선에 장망문이 써야 여러분도 뭐만 남이 이동와 민식이 주 그런 거면 상관없나? 하자면 되네. 개자 죽는 게 차이야. 이게 얘네 딱 나눠서 가지고 있는 개와 자체 뭐 싸야 딱 데려가서 싸면 여러 가지인데 개와 자체 뭐 싸고 시바나 딱 탑시 간데 그런 거 맞죠? 라렌타 신바지 라렌타 그거도 이 신배는 라렌타도 딱 개자 자체 뭐 싸봐라 유인보 거기야 말이야. 무슨 뭐 땅 거기야 말이야. 유동 이 순간 깔래 뭐 잡는 그거네. 개자 자체 뭐 싸비기 탁 제바친지 이러더라. 나한테 강하잖아. 이게 잼배 샤투지 셈. 니지 심배 거네. 이게 개비자와 간대지 싸네. 이 개자게 라침고. 개자게 장침고.
탁국 상기지 고모 마탁 봐도 기비타데 빠라라자는 취사지 맹킹기 아니 근데 달라고 지 이거지 상지에 얘는도 지들만 지나오래 애송데 대송바 도와타는 메디 나는 저기나 가지기나 나도 기비티 게다지 싸게와 여기 누구야 이 누구가서 진리 그네 yendengi konoji 제도다 이거네 다샤 그준다고 나한테 저가 프로라 소바게 다 기비타와 가르치잖아요 다 상주 생기 이거는 뭐가 제지데 근데 게다 자체 뭐 싸비게 탑라나면 봐 매듭되는 거 같은지 인도도 딱히 다시에만 어쩌면 딱 그거야 जो कोहीले पनि सुखी माया जीवन प्रतिफलको आश गर्दछ अभिरुचि राख्दछ भने त्यो व्यक्तिले चाहिँ यो बुझ्न अत्यन्तै जरुरत छ सर्वप्रथम सुखी माया जीवन सुख प्राप्त गर्नु सुखको प्रतिफलको चाहिँ अनुशंसाको चाहिँ आश गर्नु त्यतिकै हुँदैन त्यो सुख शान्ति आदि इत्यादि सबैको पनि कारण हुन्छ अनि कारण चाहिँ के हो भन्दाखेरि चाहिँ पुण्य कुशल कर्म अब कुशल कर्म एकदमै विशाल विस्तृत किसिमको कुशल कर्म पनि गर्न सकिन्छ निच्च तुच्छ किसिमको कुशल कर्म पनि गर्न सकिन्छ र विशेष गरेर चाहिँ जीवनमा प्रतिफल सुख शान्तिको प्रतिफल ठूला साना आदि इत्यादि तपाईँले चाहिँ अभिरुचि राख्नुहुन्छ भने त्यसको कारण चाहिँ तपाईँभित्र भएको मनमा जुन बोधिचित्तको छौँ कुन किसिमले लिएको छ त्यो अनुरूप सुख शान्ति पनि त्यो किसिमले चाहिँ प्राप्त हुन्छ जे होस् यो बोधिचित्त मनमा उत्पत्ति गरिकन त्यसमा आधारित भएर जस्तो सुकै ठूला साना किसिमको पुण्य कर्महरू यदि सञ्चय गर्नुहुन्छ भने अनि यसले चाहिँ पक्का पनि तपाईलाई मुक्ति मोक्ष दिलाउँछ अन्तत सम्यक सम्बोधि अवस्थाको ज्ञान पनि यसैले राम्रो हुन्छ अब हामीले भन्ने गर्नुपर्दाखेरि जस्तै कि सम्यक सम्बोधिको ज्ञान प्राप्त गर्नको लागि चाहिँ तीन असंख्य कल्पसहरूमा तपाईँको चाहिँ पुण्य सम्भार ज्ञान सम्भार गरी दुई किसिमको चाहिँ सम्भारहरूको पुण्य सञ्चय गरेर अनि मात्र चाहिँ तपाईँको चाहिँ बुद्धत्व ज्ञान प्राप्त गरेको चाहिँ बनाएको छ त्यो पनि विशेष गरेर बोधिचित्तमा आधारित यदि बोधिचित्तमा आधारित नभइकन अनि जसोसुकै किसिमको पुण्यहरू सञ्चय गर्नुहुन्छ भने हेर्दामा पुण्य जस्तो देखेर पनि वास्तवमा त्यो पुण्य हुँदैन किन भन्दाखेरि चाहिँ त्यो एउटा स्वार्थपूर्ण विचारमा आधारित भएको हुन्छ त्यसैले जो कोही व्यक्ति मुक्ति मोक्ष सम्यक सम्बोधि अवस्थाको ज्ञान प्राप्त गर्न चाहेको छ भने त्यो व्यक्तिले कौशल उपायले युक्त भएको बोधिचित्तको अभ्यास बोधिचित्त मनमा उत्पत्ति गर्न अत्यन्तै आवश्यक छ यदि तपाईँको पुण्य चाहिँ बोधिचित्तमा आधारित भएर पुण्य चाहिँ गरेको हो भने यसले चाहिँ के हुन्छ भन्दाखेरि उक्त बताएर चाहिँ बुद्धत्व ज्ञान प्राप्त गर्न सकिन्छ त्यस्तै हिसाबले प्रतिफल प्राप्त हुने प्रतिफल अनुसारसँग पनि ठूला सानाको कुरा हुनुहुन्छ अब यो प्रतिफलमा ठूला साना चाहिँ कसरी चाहिँ हामीले चाहिँ भिन्नता हुन्छ त भन्दाखेरि त्यो पनि विशेष गरेर तपाईँ हाम्रो मनमा भएको हाम्रो सोचमा चाहिँ आधारित हुन्छ हाम्रो सोच सङ्कल्प अत्यन्तै पवित्र हुनुपर्छ सोच सङ्कल्प राम्रो भएको कुशल भएको पुण्यशील भएको छ भने अनि थप त्यो माथि तपाईँको चाहिँ बोधिचित्तले चाहिँ छुदिएको छ भने अनि धेरै राम्रो हुन्छ जस्तै कि उदाहरणको लागि बोधिचित्त आधारित सोच सङ्कल्प लिएर चाहिँ तपाईँले दिनौमा एकचोटि मात्र दण्डवाद अथवा छाप ढोक चढाउनुहुन्छ भने त्यसको पुण्य पनि तपाईँको असंख्य पुण्यमा चाहिँ परिवर्तन भएर जान्छ किन भन्दाखेरि चाहिँ यो चाहिँ बोधिचित्तले चाहिँ पूर्ण रूपले आधारित भएको हुन्छ अब दैनिकी जीवनमा कोही व्यक्तिले अत्यन्तै सुख र शान्तिको चाहिँ प्रतिफलको आश गर्ने मनमा चाहिँ स्वार्थीपन्न विचार र म र मेरो भन्ने मात्रमा टेकेर बस्ने अनि बोधिचित्तको सोच
त्यस्तै हिसाबले अरूलाई विशेष किसिमको फाइदा पुर्याउने किसिमको सोच सङ्कल्प एकदम रहित एउटा नकारात्मक तपाईँको चाहिँ स्वार्थी विचार पूर्ण रूपले लिएर चाहिँ दिनमा चाहिँ हेर्दाखेरि धर्मकर्म गरिआएको छ जस्तै कि तपाईँको चाहिँ ठोक दण्डवाद पनि सयौं लाखौं गतिसम्म पुर्याएर ठोक गर्ने पूजा गर्ने आदि इत्यादि गर्नुहुन्छ। यदि त्यो व्यक्तिको मनमा बोधिचित्तले चाहिँ ठोक लिएको छैन भने त्यो जति नै तपाईँले कष्ट गरे तपाईँले त्यो प्रतिफल धर्मको हिसाबले चाहिँ केही पनि हुन जानेन, किन भन्दाखेरि चाहिँ बोधिचित्तले चाहिँ ठोक लिएको हुँदैन। त्यस कारणले गर्दाखेरि अब सधैँ मनमा बोधिचित्त स्थापना गरे, बोधिचित्त प्रकट गरिकन बोधिचित्तमा आधारित भएर चाहिँ अनि पुण्य कर्महरू चाहिँ कमाउन थाल्यो भने अत्यन्तै आवश्यकता हुन्छ। किन भन्दाखेरि चाहिँ पुण्य सजिलो तरिकाले कमाउनको लागि चाहिँ सबभन्दा ठुलो उपाय भन्नु नै अनि हाम्रो मनमा चाहिँ बोधिचित्त मन उत्पन्न गराएर बोधिचित्तको सोच सङ्कल्प स्थापना गर्नु हो। त्यो नभइकन अनि तपाईँको चाहिँ जस्तै कि तपाईँको स्वार्थीपूर्ण विचारले चाहिँ धर्मकर्म गरेको चाहिँ खेरा हुन जान्छ। त्यसैले अब सजिलो तरिकाले पुण्य कमाउनुको लागि चाहिँ एकदमै कौशल उपायले युक्त भएको बोधिचित्त हो। त्यो बोधिचित्त मनमा उत्पन्न गर्नको लागि तपाईँले पैसा दिनु पनि पर्दैन अनि कष्ट पनि गर्नु पर्दैन होइन। त्यस्तै हिसाबले चाहिँ तपाईँको शरीरमा परिवर्तन लिएर वचनमा परिवर्तन लिएर शरीर र वचनलाई खासै कष्ट दिएर धर्मकर्म पनि गर्नु पर्दैन। केवल एक मात्र एउटा कुरा हो, त्यो तपाईँको मनलाई चाहिँ परिवर्तन गर्नुपर्छ। मनलाई चाहिँ बोधिचित्तले चाहिँ स्थान दिन सक्नुपर्छ। जहाँ बोधिचित्तले चाहिँ स्थान दिइसकेपछि त्यो धर्मकर्म जुन अभ्यास छ बोधिचित्तमा आधारित भएर चाहिँ गर्छ भने अनि त्यो पुण्य चाहिँ कहिले पनि खेरा जाँदैन, कहिले पनि नाष्ट हुँदैन। नाष्ट हुँदैन भनेर चाहिँ बुद्धको सूत्र र तन्त्रहरूमा चाहिँ व्यापारमा चाहिँ बताएको पाइन्छ। त्यसैले उक्त बजार चाहिँ बोधिचित्तमा आधारित भएर छाप ढोक चलाउनुहोस्, पूजाको सामग्रीहरू समर्पण गर्नुहोस्, जस्तो सुकै पुण्य सञ्चय गर्नुहुन्छ, पुण्य कमाउनुहुन्छ भने यसले जबसम्म तपाईँले चाहिँ संयोग सम्पन्न बुद्ध विज्ञान प्राप्त लाभ गर्दैन तबसम्म यो पुण्यले तपाईँलाई चाहिँ साथ दिनेछ। 대화진지 신강도 제비기 주대 드나